हेलो एभ्रिवान, मेरो नाम चाहिँ म्युजिक म्यान। आज म एउटा सिरियस टपिकमा कुरा गर्न गइरहेको छु कि टिचरलाई भगवान भन्न सही हो त? के तिनीहरू भगवानको दर्जा पाउने लायक छन् त? पहिला गुरुकुलमा राम्रो शिक्षा हुन्थ्यो, जिन्दगीको बारेमा सहित पुस्तकको बारेमा सिकाइन्थ्यो। तर आजभोलि त्यो केवल त्यो बुकमा लेखेको अक्षरहरूलाई पढाउने व्यक्तिलाई भगवान भन्न मिल्यो त? के सिकाइरहेछन् त आजभोलि टिचरहरू विद्यार्थीलाई? कसरी ट्रिट गरिरहेछन्? हाउ दे ट्रिट अस के? एडमिसन हुनुभन्दा अगाडि जो पनि मिठो कुरा गर्छ, तर एडमिसन भइसकेपछि कलेजमा कसरी ट्रिट गर्छन्? एजुकेसन एउटा बिजनेस भइसक्यो के? 10,000 को लागि 20,000 को लागि फीको लागि विद्यार्थीलाई इक्जाम हलदेखि बाहिर निकालिरहेको छ क्या आजभोलि टिचरहरू। अनि भन्छ हामी विद्यार्थीको वेलफेयरको लागि काम गरिरहेछु, मोटिभेट गरिरहेछु। के मोटिभेट गरिरहेछ कि टिचरले? दे आर फोकसिङ ट्यालेन्ट स्टुडेन्ट अन्ली के? म्याक्सिमम अफ टिचर, मैले सबैलाई भनेको छैन, सबै त्यस्तै हुन्छन् भनेको छैन होइन। यति राम्रो टिचरहरू पनि छन्, फ्रेन्डली एज अ फ्रेन्ड होइन, सँगै बसेर सम्झाउने टिचरहरू पनि छन्, र कोही क्वेसन सोद्धा पनि झर्किने टिचर छन्। डिफ्रेन्स। तर हामीले बुझ्नुपर्ने के हो भन्दाखेरि कि टिचरले पढाइरहेको हामीलाई बुझाइरहेको सही हो त? दे आर नट गड के? तिनीहरू पनि मान्छे हुन्, सबै कुरा थाहा छैन तिनीहरूलाई। तर हाम्रो माइन्डसेट कस्तो बनाइसक्यो भनेपछि पढेर राम्रो मार्क्स ल्याएपछि मात्र जिन्दगीमा अघि बढ्छस्, नत्र तेरो काम छैन। दे आर डिमोटिभेटिङ अस के? मोटिभेट गर्न त परे जाओस्। मेरो अब हल्का बोल्ने बानी छ होइन, चञ्चले बानी छ। यदि मैले बोलेँ भने पनि म गलत, किन बोल्छस् भनेर मैले अनि त्यसपछि बोल्न बन्द गरिदिएँ। अनि त्यही सर आएर मलाई सोध्छ कि भाइ किन बोल्दैन साजभोलि कि नै? जब बोल्यो तब प्रब्लम, जब बोलेन तब प्रब्लम। गर्ने के त विद्यार्थीले अलिकति हाँसो मजा गर्दाखेरि यो क्लासरुम हो, पढ्ने ठाउँ हो, तेरो यो सर्कस हो भनिदिन्छ। यदि बोल्दै बोलेन भने के हो? के त बोल, मूर्ति हौ। गर्ने के विद्यार्थी के? आखिर विद्यार्थीको इन्सल्ट गरेर हुन्छ कि त्यो 20,000 को लागि क्लासदेखि इक्जाम हलदेखि बाहिर निकालेको समेत देखेछु कि मै पढ्ने स्कुल कलेजमा पनि के? दे आर इन्सल्टिङ। अब त्यो विद्यार्थीले लेटर लेखिरहेछ, मेरो घरमा प्रब्लम छ, मेरो दाइ विदेश गइरहेछ, त्यसैले मेरो बाबासँग पैसा नभएर फी दिन पाएको छैन। बट नो बडी केयर अबाउट इट के? कसैलाई मतलबै छैन। उनीहरूलाई पैसा आउनु पर्यो, विद्यार्थी कस्तो छ के छ मतलबै भएन के? पैसा आउनु पर्यो तब इक्जाम हलमा बस्न पाउँछ, तब इक्जाम दिन पाउँछ। एडमिसन हुनुभन्दा अगाडिको टोन हेर्नु एकचोटि, र एडमिसन भइसकेपछिको टोन नोटिस गर्नु त टिचरको कसरी ट्रिट गरिरहेछन् कि? हाम्रो प्यारेन्ट्सहरूको पनि गल्ती छ कि एक त मेन कुरा के छ कलेजमा, के भइरहेछ, कसरी ट्रिट भइरहेछ एकचोटि नबुझ्नु छ, नहेर्नु छ, त्यो सरहरूको भरमा छोडिदिएर हुन्छ कि? अझै सरहरूको पनि एकचोटि क्लासमा के भयो भन्दाखेरि सरले अनि क्वेसन भन्नुभयो कि मलाई, अनि मैले भने यदि केही नबुझेको छ भने सोध भन्नुभयो कि? अनि मैले भने एस सर जिन्दगीको बारेमा भन्नु नि त भनेको कि मैले पनि। अब अनि त्यसपछि सर के भन्छन् भनेपछि जिन्दगीको बारेमा सिक्नु छ भने ओसोमा जाऊ रे। अनि कलेजमा चाहिँ के त्यो बुकको अक्षर मात्र पढाउने त? बुकको अक्षर पढ्ने भए त घरमै बसेर पनि यो पढ्न सकिन्छ नि। एआई च्याट जिपिटी आइसक्यो होइन, सब कुरा अनलाइनमा मिलिरहेछ। त्यो त्यत्रो लाखौँ फी तिरेर के गर्नु त? लाइफ कसरी जिउने, कसरी बोल्ने, हस्पिट्यालिटी पढाएर हुन्छ कि? तर त्यो मान्छेसँग हस्पिट्यालिटी नै हुँदैन कि? टोन हुन्छ नि, हम्बल छैन, केही पनि छैन। अझै डिमोटिभेटिङ के? मलाई रिस उठ्छ कि टिचरहरू देखेर क्या आजभोलि। आई नो यो भिडियो देखेर कतिले मलाई भन्ला नि, यहाँ कलेज गए पनि टिचरहरूले भन्ला नि, आई डोन्ट केयर के? भन्नेको मुख, सुन्नेको कान। यसैले आफ्नो बाटोमा आफूलाई के मन लाग्छ कि त एजुकेसन दिने भए राम्रो एजुकेसन देऊ, पैसा कमाउन सिकाउने भए राम्रो पैसा कमाउनु आइडियाहरू देऊ। यदि पैसा केही होइन भन्छौ भने पनि मेन्टल पिस कसरी ल्याउने त्यो त सिकाऊ न। मेन्टल पिसको बाटोमा लगिरहेछन्, न मनीको बाटोमा लगिरहेछन्। बिचमा वी आर नट पपेट के? वी आर नट रोबोट कि पढ्नै पर्यो, घोक्नै पर्यो, बिना पढाइ जिन्दगी छैन यान त्यान।
अब मैले बोल्न सुरु गरिसकेँ, कतिको के जल्छ अब म भन्न सक्दिनँ केटाहरू होइन। तर लाइफमा अघि बढ्न बोल्नुपर्ने रहेछ, रियालिटीलाई एक्सप्लेन पनि गर्नुपर्ने रहेछ।